ल सबैजनालाई गुड मर्निङ। अब हामी पौने 7 बजे खाजा सुरु भयो सँगसँगै अब हाम्रो यात्रा सुरु हुन्छ है। अब केही छिनमा खाजा खाएर ल गाइज, अब हाम्रो यात्रा आजको दोस्रो दिनको यात्रा सुरु। खाजा खाइयो, सबै कुरा खाइयो, अब यात्रा सुरु हुन लाग्यो। साथीहरू निस्किँदैछ, म निस्किसकेँ। एकजना साथी अगाडि पुगिसक्नु भयो। अटक्क लाएर यो सिन्वा, यहाँबाट चाहिँ अबको यात्रा हाम्रो सुरु। के हो, म आज त गोरो गोरो देखेछु त यार, मेरै आँखा गोरो हो कि के हो। अब दोस्रो दिनको यात्रा सुरु भयो। ल छिटो आऊ है, छिटो आऊ। वरिपरि पुरै हरियाली छ। पारी घामलाखा, आज चाहिँ अलिकति घामलाखा। बिहान माछापुच्छ्रे हिमालको फेदैमा रहेछ हामी। त्यहाँ देखिएको थियो अघि पारी, देखिए छैन। हेर्दै जाउँ, अब झन् माथि गयो भने झन् देखिन्छ होला। अब योभन्दा माथि चाहिँ सायद एनटिसीको उस पनि दिँदैन, एनसेल पनि दिँदैन होला जस्तो लागिरहेछ मलाई। अब मोबाइल पनि के हुन्छ थाहा छैन है। ल धन्यवाद। अब यात्रा सुरु हाम्रो। यसरी यो जङ्गलको बाटो हिँड्दै हो हामी। दोस्रो दिनको यात्रा चलिरहेछ। जङ्गलै जङ्गल। एउटा कहाँ गयो यसको साथी, कुकुरको साथी यार, दुईटा थियो। यहाँ फेरि गोरे गोरे भन्दै आयो भने यार। है गाइज, हरियाली छ पारी। त्यहाँ पारी चाहिँ माछापुच्छ्रे हिमाल देखिरहेछ। आज दोस्रो दिन कि हामी हिँडिराखौँ। जङ्गलको बाटो। साथीहरू अगाडि पुगिसके। एबिसीको पिछोड सललल्लै। यहाँ हिँड्दाखेरि त एकदम आनन्द भयो बल्ल। ओहो, टाढै पो रहेछ यो। यस्तै भइदियो हुन्थ्यो नि माथिसम्म, आनन्द हुन्थ्यो यार। वरिपरि डाँडा हेर मने सबै कुहिरोले ढाकिएछ। कता हो मेसै छैन। अब हिँडिरहेछ है। अगाडि चाहिँ तेर्सो बाटो देखिएछ। साथीहरू आफ्नै तालमा भिडियो बनाउँदैछन्। सम्झना एबिसी भनेर चाहिँ राख्नको लागि होला। ऊ हाम्रो बलबहादुर मलाई ऊ जोसिएर दौडेर आउँदैछ। आमा, भोलिको लागि तयारी गरे ऊ। आमा हो। ल ल ल भिडियो चौतारा, थकाइ बिसाउने चौतारा। थकाइ बिसाउने यो घर रहेछ। पानी पर्दाखेरि ओत्तिने घर होला यो। दामी हुन चाहिँ भित्र त। ओ फेरि बिहान हुँदै रात पर्न लागिभ्या यहाँ जङ्गलमा। पल्ल उठेर खाजा खाएर हिँडेको, यता जङ्गलतिर त रात परिभ्याछ पुरै। ओहो, पुरै अँध्यारो। पुरै गुफामा छिर्न लाग्यो जस्तो हैन? हो, गुफामा छिर्न लाग्यो जस्तो। यो उकालोले चाहिँ साथीहरू सबैको फोक्सो चाहिँ फुलाउँदो रहेछ।
अब हुन त बर्खा पनि लाइभ्या पुरा कुहिरै कुहिरो हुँदो रहेछ यता है जोस् एबिसीमा जति दुःख भयो पनि उकालो हिँड्दाखेरि तर मन चाहिँ आनन्द बनाउँदो रहेछ यहाँको वातावरणले ठिक छ अब 3-4 दिनको यात्रा चाहिँ यस्तै हुने भयो जे होस् अब बसी बसी खाएको दाल भात चाहिँ पचाउने भयो यहाँ आएपछि यो चाहिँ महसुस भयो जे होस् जीवनमा कहिलेकाहीँ चाहिँ यसो अवसर पाउने बेलामा यस्तो ट्रेकिङहरू चाहिँ गर्नु पर्दो रहेछ भन्ने कुरा चाहिँ महसुस भइरहेछ साथीहरूलाई पनि अब जति पनि भिडियो हेर्ने साथीहरू हुनुहुन्छ यहाँलाई पनि जीवनमा एकचोटि कतै न कतैको यस्तो ट्रेकिङहरू चाहिँ गरिराख्नु होला अब म पनि विचार गरिरहेको छु यहाँको जङ्गलमा चाहिँ यो यस्तो यो उसहरू चाहिँ साथीहरू हँसाउँदै यो निगालो भने एकदम धेरै हुँदो रहेछ यहाँ है हामी एसीमा छौँ है अहिले जति हिँडे पनि पसिनै आएन अलिअलि मात्रै यसो ज्यान तातो भए कता कता खोला चाहिँ बगिराख सललल्ल होइन सुहाँ कराइराख खोला चाहिँ कता कता अब एक्लै आयो भने चाहिँ डर लाग्छ है यता एक्लै छोडिदियो भने के होला मान्छेको हालत ओहो नि सबै यहाँ फोटो खिच्नमा व्यस्त म पनि राम्रै देखिएछ त भिडियोमा त भोलि यो उकालो आयो ओह्रालो हो क्या मलाई ए ओह्रालो आयो साँच्चै ओह्रालो यार भोलि उकालो यो कसरी चढ्ने हो यार हराउनु थाल्यो है यहाँ कता हो कता हो अब त्यही सुहाँ कराको खोलामै पुग्ने होला हामी साथीहरू माथिबाट आउँदैछौ साथीहरू कुहिरोबाट निस्किँदै माथि डाँडाबाट थुप्रै छ नि साथीहरू यता साथीहरू फर्केर आउँदै हुनुहुन्छ ल है साथीहरू फर्केर आउनुभयो है फ्रम बङ्गलादेश यस फ्रम बङ्गलादेश नमस्ते नमस्ते मान्छे पछाडि यहाँ बहिनीले चाहिँ पानी खाँदैछन् ब्याम्बो 2145 मिटर यो सत्तो के हुन्छ मलाई खास यो चाहिँ यो जडीबुटी हो ठ्याक्कै किसको लागि परेको हुन्छ भने त मलाई थाहा छैन तर यो जोसुकै जडीबुटी चाहिँ जडीबुटी यो पनि हो है राम्रो पहाड ठुलो पहाड छ यहाँ यसको फेदमा चाहिँ ब्याम्बो इको फ्रेन्डली लज रहेछ यहाँ चाहिँ ओहो बाटो पुरै यस्तो है हिँड्या छ घरि उकालो घरि ओह्रालो दौडिन त्यस्तै हो के अरे हिँड्या चाहिँ ओहो पुरै कुहिरो लाग्यो फेरि साथीहरू पुरै पछाडिबाट आउँदै हुनुहुन्छ ल बहिनी ए बोल ल ठिक छ नि ठिक रे जङ्गल पुरै यस्तै रहेछ के रे तर यहाँ चाहिँ एउटा कुरो अनौठो ला
सानो बुट्यानहरू भने खासै देखिएन। ठुल्ठुलो रुखहरू मरेपछि यो पुरै फेरि के हुने होला? पुरै ठुल्ठुलो रुखहरू मात्रै छ है। सरररर वहाँ माथिबाट यस्तो झर्ना आइरहेछ। अब हामी कता आइयो ठ्याक्क झर्नामा आइयो होइन मल्लो। साथीहरू फोटो सेसन गर्दै आउँदै हुनुहुन्छ। बाटो यस्तो मजाले काठको सिँढी वे टु एबिसी भनेको नि यहाँ बाटो भने यस्तै छ। अब यस्तो बाटोहरूमा अघि म सुरुमा हिँडेको एउटा मान्छे त्यो कर्नरबाट झ्यास्स निस्क्यो तर्सिहाल्यो नि। म बाटो यस्तै रहेछ सबै निगालो घाडी हिँड्दा कता हो के ठाउँ हो मेसोमेलो केही छैन। टार्गेट एबिसी भनेको भोलि मात्र पुग्ने अरे, आज एमबिसी पुग्ने अरे, माछापुच्छ्रे बेस क्याम्प। यस्तो बाटो ओहो हिँड्न त मजै हो, तर यस्तो अनकन्टार सुनसान जङ्गलमा हिँड्न त मजै छ। पसिना आइरहेछ, पसिना पुस्दै हिँड्दैछु। यता यी साथीहरू होइन मेरो त आयो यार अहिले त पसिना। अब फेरि उकालो ओहो यो उकालो ओह्रालो पनि नआए हुन्थ्यो जस्तो लाउने आयो क्यार्नी। तर हिँड्न चाहिँ हिम्मत चाहिँ हारे होइन, हिँड्ने हो पुग्ने हो हिँड्ने हो जति अप्ठ्यारो भए पनि भनेर चाहिँ कसिएर हिँडिरहेको छु। फ्रेममा चाहिँ उकालो बाटो आइसक्यो। गाइज सेभ द ट्री भनेको नि यहाँ घाम लाग्यो। यहाँ यस्तो रहेछ पोजिङहेम बरा मन्दिरदेखि माथि भेगमा कुखुरा बफ सुँगुरको मासुका वस्तुहरू लैजान कडाइका साथ निषेध गरिएको छ। अवस्थित छ हिमालयनको बिचमा अवस्थित छ। ल रक्षा गरून् पोजिङहेम बरा मन्दिर। ल लागम अब टक्क लाएर अब भने घाम सरर टक्क लाएर घाम लागेको छ यहाँ। माथि त अब बादलै हुने भयो के अरे। खोला आयो पुल फेरि पानी खाने ठाउँ। हाम्रो बलमलले यहाँ भिडियो सुट गर्न लागिरहेको छ। यस्तो कललल्लै कञ्चनजङ्घा जस्तै बगेको यो पानी कललल्ल बगिरह। अब दोबान आइयो। हाम्रो अगाडि चाहिँ माछापुच्छ्रे हिमाल उभिरहेको छ, तर बादल लागेर चाहिँ देखिएन। हल्का देखिएछ, ट्रेन मात्रै देखिए होइन। भयो साथीहरू सबैजना फोटो सेसनको लागि हाम्रो बलगोलो फोटो नखिच्ने अरे। सुमन गोलो गीता बहिनी उता हाम्रो सर फोटो खिच्दै हुनुहुन्छ।
ओर्लिङ आएको छ यता पनि वेलकम टु दोभान हो 2505 मिटर हाइटमा रहेछ यो ए ल अब भने हामी दोभान आइयो दोभान भन्ने ठाउँमा आइपुगेछ हिँड्दैछौँ ए विद्युत गृह रहेछ यहाँ डेन्जर ए विद्युत गृह पनि रहेछ यहाँ टर्बाइन यहाँ घुमिरहेछ विद्युत गृहबाट निस्केको पानी तलल्ल विद्युत गृहबाट निस्केको पानी यहाँ बिजुली निकालेको रहेछ यहाँ दोभानको होटेल यहाँ हामी भएको ठाउँमा चाहिँ भ्यू एकदम सफा छ चिटिक्क परेको घाम लागेको छ होटेल देउरालीको होटेलमा आइपुग्यो बाटो टक 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 बाटो साग दोभान गेस्ट हाउस एन्ड रेस्टुरेन्ट अन्नपूर्ण चराचुरुङ्गीको आवाज खोल्सामा पानी राति पानी परेर चाहिँ खोला बढेको छ खोला छाँगाको आवाज आइरहेको छ पुरै तलमाथि यो बाँस के भन्छ यसलाई निगालोको झ्याङ अब अर्को खोला पनि आयो ल यहाँ राम्रो ढुङ्गा निस्किँदो रहेछ यहाँ खोला ल बढेछ मजाले सरर बन्छ ए झरना खतरा देखियो नि त वहाँ माथि यार बाटो खतरा राम्रोमा राम्रो अब हामी यहाँ मासुहरू यता नचल्ने ठाउँमा आइपुग्यो यी बडा मन्दिर यहाँ रहेछ हामी सबैको रक्षा गरून् कल्याण गरून् बडा मन्दिरले यही सम्झिन चाहन्छु पहिरो आए चाहिँ कोजिङ एम बराहाथान संरक्षण समिति तथा छुमरुङ पर्यटन व्यवस्थापन गर्न पाइएन हामी मन्दिर प्रवेश गरियो यो मन्दिर शक्तिपीठ पोजेङ हेम बराहाथान मन्दिरमा आइपुग्यो हामी जय बराह मन्दिर
घन्टी बजाइयो हामी रक्षा गरौँ शक्तिपीठ यता यस्तो डरलाग्दो ठाउँ रहेछ ओ माई गड यो बडा मन्दिर साह्रै डरलाग्दो ठाउँ सेती खोला जस्तै हो छ पानी वहाँ यो ढुङ्गा पारबाट पानी झरिरहेछ यस्तो ठाउँ पनि रहेछ एकदम हेर्दै मनमोहक आनन्द लाउने ठाउँ हामी बराह मन्दिर यो पहुँचे मन्दिर पहुँचे होम बराह थानमा आइपुग्यौँ हामी यो बराह थानमा चाहिँ यो मासुजन्य पदार्थहरू चाहिँ ल्याउन पाइँदैन भन्ने यो कथन छ जनविश्वास छ यो जनविश्वासले गर्दाखेरि यहाँ माथि भवितव्य कुनै पनि समस्याहरू नआओस् भनेर यो थानमा चाहिँ पूजाआजा गरेर जाने कथन रहेको छ हामी पनि त्यही गर्दैछौँ अब माथि झन् माथि गएपछि अब विभिन्न समस्याहरू आउन सक्छ त्यही कारणले त्यस्तो समस्याहरू केही नआओस् भनेर हामी सबैले यो प्रार्थना गरेर अब लाग्नेछौँ केही समयपछि यात्रा सुरु गर्न लाग्यौँ हाम्रो एउटा सर्ट लिने अब चाहिँ हामी मन्दिर चाहिँ घुम्नेछौँ दर्शन गरेर ल अब हामी मन्दिर दर्शन गरेर चाहिँ जान लाग्यौँ भिडतिर होइन अब हामी लाग्यो माथि उकालो हामी सबैको रक्षा गरून् बराह थान लङ्गलो जाम ल सबैजना नमस्कार अहिले हामी चाहिँ यो बराह थानमा छौँ यो बराह थानमा चाहिँ हामी यो बराह थानबाट हामी चाहिँ अब हिमालयनको लागि माथि उक्लदैछौँ आजको हाम्रो यात्रा चाहिँ अप्पर सिनुवाबाट सुरु भएको थियो त्यसपछि ब्याम्बो अनि त्यसपछि तल्लो दोभान माथिल्लो दोभान कटेर पनि हामी अहिले यो बराह क्षेत्रमा आइपुगेका छौँ यो बराह क्षेत्रबाट हाम्रो खाना खाने स्थान भनेको हिमालयन हो हिमालयनमा खाना खाएर हामी केही समय रेस्ट गर्छौँ रेस्ट गरिसकेपछि कहाँ पुग्छौँ भन्दा देउराली पुग्छौँ देउरालीबाट आजको हाम्रो डेस्टिनेसन पानी परेन भने हामीलाई साथ दियो भने पानीले मौसमले साथ दियो भने माछापुच्छ्रे बेस क्याम्पसम्म आज हाम्रो यात्रा हुनेछ र अब हामी बराह क्षेत्रबाट लाग्दैछौँ तपाईँ पनि हामीसँगै फलो गर्नु होला ल हिँडै मरक छ मरक हिँडै हाम्रो मरक छ है अब टक्क लाएर खोलालाई फेरि तल छोड्यो हामी बल्ल खोला देखियो दामी यो कराको खोला हामी अब ठ्याक्क हिमालयनमा आइपुग्यौँ क्याफे हिमालयन अब खाना खाने ठाउँमा आइपुग्यो रहेछ हामी अहिले विभिन्न देशको झन्डाहरू
फरिरहेका छन्। माथि सिनुवा 2 घण्टा लाग्छ रे यहाँबाट सिनुवा 2350 अब यता मासतिर चाहिँ यस्तो नेक्स्ट प्लेस देउराली नम्बर अफ लस्ट क्यु 45 खतरा ठुलो खोला यस्तो छ यो खोला यहाँ मास्तिरबाट भने अहिले बाटो बनाउँदै रहेछ टक्क टक्क लाएर सिँढी नयाँ सिँढी टक्क 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 म एकछिन रेस्ट गरेको साथीलाई छोडेर गएँ अब साथीहरूलाई भेट्न जानु पर्यो ओहो फोक्सै फुलिएला जस्तो लाग्यो त नयाँ बाटो बन्ने रहेछ टक्क टक्क भात खाएर हिँडेको हो भात खाएर हिँड्दाखेरि त साह्रो गाह्रो पो हुँदो रहेछ बाटो बन्दै यहाँसम्म बनेको रहेछ बाटो बाटोको अवस्था पछाडि पनि बाटो यस्तै छ है बाटो बनाउनलाई चाहिँ यहाँ बाटो बनाउनेहरू हजुर आइपुग्यो ल साथीहरू चाहिँ अलि माथि खोलाको बाटो अब माछा चाहिँ तरिहाल्ने यार खोला के यतै काम गरेर बसौँ ल साथीहरूले यहाँ चाहिँ राम्रो काम गरेछन् यहाँ चाहिँ बाटो बनाइरहेछ यहाँ फुड ट्र्याक सजिलो होस् भनेर बनेको भयो यो चाहिँ ए समितिको नाम के होला बुवा होटल समिति ए होटल व्यवसायले चाहिँ यो अहिले बाटो जति पनि तलबाट बनिरहेको छ यो सबै चाहिँ होटलको बुवा होटल व्यवसायहरूको हो ए अनि अरू यो भनेपछि सरकारी स्वामित्वमा केही छ कि छैन बुवा ए थोरै छ ल यहाँ चाहिँ संयुक्त रूपमा चाहिँ सबै मिलेर एकापलाई राम्रो बनाउनु पर्छ भनेर बाटो पनि राम्रो बनिरहेको अवस्था यहाँ यी कोही फर्केर आउँदैछन् हामी बल्ल फर्केर जाँदैछौँ ल माथि पुगेर आउँदाखेरि तपाईँको एक्सपिरियन्स थोरै बताइदिनुहोस् न उकालोमा चाहिँ गर्दा गर्दै अलिक पुस गर्न सकियो हजुर तर अब फर्किने बेला चाहिँ सब प्रेसर घुँडामा पर्ने रहेछ कि ए हजुर अलरेडी घुँडा टायर्ड भइसक्यो छ हामी मेनली गान्द्रुकदेखि नै ट्रेकिङ स्टार्ट गरेको हजुर हामी झन् 25 किलोमिटर जति एक्स्ट्रा गर्नु पर्यो कि ट्रेकिङ गर्दा टायर्ड नै भयो तपाईँहरू कहाँबाट आउनुभएको नेपालगञ्ज नेपालगञ्जदेखि है ए अनि हजुरको शुभ नाम चाहिँ ए हुन्छ ल धन्यवाद है ल यहाँ चाहिँ साथीहरू पुरै
काम गर्दै रमाइलो गरिरहेको छ रमाइलो छ है साथीहरू ए बाघ भालु नि आउँछ ए किन फेरि तलतिर भाग्ने ए बाघ चाहिँ कस्तो ठुलो बाघ आउँछ है तेरो ए ल बाघ भालु पनि आउँछ र यो ठाउँमा तर चाहिँ कहाँबाट आउनुभएको यहाँ काम गर्न दादिङबाट ए तपाईँहरू के पढ्नुभयो गुरुङ हो ए ल तामाङ साथीहरू यहाँ काम गरिराख्नु भएको छ है तपाईँहरूको नि थोरै भिडियो लिए है ल साथीहरू चाहिँ तल ढुङ्गा बोकेर यहाँ बिसाउँदै ठुलो पहाड ओढाएर हाम्रो लोकल भाषामा ओढाएर आयो ओढाएर ढुङ्गामा यस्तो दामीको चाहिँ आकृतिहरू छ त्यो ढुङ्गामा अन्त यस्तो दामीको आकृतिहरू रहेछ कालो लाग्यो फेरि यहाँबाट टक्क 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 अब चाहिँ हामी ओह्रालो लाग्यो यहाँबाट चाहिँ जाडो भएछ अघि चाहिँ गर्मी भयो थियो यहाँबाट चाहिँ जाडो भयो अब हामी ओह्रालो लाग्ने अब देउरालीतिर जाने देउराली पनि गहिरातिर रहेछ फेरि गयो मलाई हिजो चाहिँ बरु सिधै त्यो बाटो सिधै उता लैदियो भयो होइन ल अब ओह्रालो साथीहरू सेतो खोला यस्तरी बगेर आयो उता अर्को खोला धमिलो झङ झङ ठुलो खोला आइरहेछ यो खोलो चाहिँ टक्क त्यहाँबाट तरेर चाहिँ जाँदो रहेछ सरर हो बाटो 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 खतरा रहेछ खतरा हे खतराको बाटो आयो खतरा ऊ त्यहाँको पुल बगाएको छ त्यहाँबाट सिधा जाने पुल बगाएको छ माथि 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 हिमालबाट बगेर आएको पानी ल ऊ छङ छङ गर्दै आएको छ खोला यस्तो छ यहाँ खतरा रहेछ यो खोला यस्तो खतरा दामी हुनुहुन्छ ओहो कता हो कता लास्ट थाक्यो यार टुङ 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 खोलै खोला यो ठाउँ कुन ठाउँ पनि यहाँ आइपुग्यो माथि डाँडाबाट चाहिँ पहाडबाट यस्तो मजाले झर्नाहरू पानी छङछङ गर्दै झरिरहेको अवस्था ल मनै लग्यो भने मनै हरर हुने खालको झरना झरेछ नि यहाँ वाउ झरना यस्तो दामीको झरना अब यहाँ चाहिँ आइयो देउराली 3200 मिटरमा आइयो है ठ्याक्कै 3200 मिटर देउराली 3230 वेलकम माछापुच्छ्रे बेस क्याम्प अझै यहाँबाट 2 घन्टा लाग्दो रहेछ देउराली 3200 मिटर ल वेलकम टु न्यू पानोरमा गेस्ट हाउस एन्ड रेस्टुरेन्ट देउराली 5औं अन्नपूर्ण म्याराथन 2082 यता त पुरै
अँध्यारो भयो त यार यस्तो अवस्था छ यहाँ अहिले चाहिँ पुरै दिउँसो 3 बजे रात परेको अवस्था यता इन्फर्मेसन म्याप थकाइ पुनः फेरि लाग्यो साथीहरू लागिसक्यो अब म पनि लाग्छु अहिले फेरि पुरै छोडिन्छ म हिँडिसक्यो माथि पुगिसक्यो साथीहरू ज्याकेट लगाएर हिँडे चिसो चिसो भएको छ यहाँ हामी जोखिम एरिया आए जस्तो छ पुरै यस्तै अँध्यारो छ ल है अब यहाँ चाहिँ अति जोखिमयुक्त ठाउँ रहेछ यता अस्ति भर्खरै मात्र पनि यहाँ हिउँले पुरेको खबरहरू आएको छ त्यसैले गर्दाखेरि यो अलि रिक्स ठाउँ भन्छ आकाश कराइरह यहीँले चाहिँ खोला रिक्स ठाउँ बाटो कोडा तार समात्दै जानुपर्ने अवस्था यता चाहिँ खोला यहीँ चाहिँ यति ठुलो खोला ओहो यस्तो अवस्था रहेछ बाटो रिक्स रहेछ अब यो आयो अनकन्टर ठाउँमा आइयो यी जाडो छ बेसरी जाडो छ अनकन्टर ठाउँमा आइयो जाडो बेसरी सास फेर्नु पनि गाह्रो हुन्छ लगभग अब हामी 3500 मिटरमा आइयो होला 3500 मिटर हाइटमा अब अक्सिजन पनि अलि कम हुँदै गयो कि अब जङ्गलहरू पनि भेटिएन अब पहिला जङ्गल धेरै भेटिन्थ्यो यही ठाउँमा अस्ति भर्खरै एउटा विदेशी नागरिक यहाँ बाहिरले चाहिँ बगाएको भन्ने सुन्नमा आएको छ यो रिक्स ठाउँ भन्छ हामी पनि अब जोखिम मोल्दै जाँदैछौँ यहाँ एकदमै हिउँ पहिरो आउने ठाउँ डर लाग्दै रहेछ नि त माथिबाट स्वाट्टै आउने होला है डेन्जर जोन यो ठाउँ हिउँ भएको ठाउँमा आइयो हामी अब ल हिँड हिउँ चाहिँ ठुलै आउनु रहेछ यार है ल हिउँको एरिया यहाँ यी अस्ति नै यही हिउँ बाढी आएर चाहिँ यहाँ मान्छे पनि विदेशी नागरिकहरूलाई पनि बगाएको थियो एकदमै रिक्स एरिया रहेछ यो माथिको झरना अहिले चाहिँ यो देखिएन रिक्स एरिया छ यो अति नै रिक्स एरिया अति रिक्स एरिया यहाँ अस्ति नै विदेशी नागरिक पनि यहाँ यो हिउँ पहिरोले बगाएको थियो
अति रिक्स एरिया हजुर ल ल ओके ल ओहो ल हिउँको एरियामा आइपुग्यो यो ठाउँ निकै नै रिक्स ठाउँ टक्क टक्क ओए ओए यो ओए चिप्लो रहेछ यार पुरै हिउँ ओ माई गड चिप्लो रहेछ चिप्लो कता हो कता मेसो मेलै छैन खोला यता खोला उता पारी खोला छ जाने क्रम जारी छ है जारी छ लाग्यो जाडो लाग्यो चिसो लाग्यो अब हाई अल्टिट्युड पनि लाग्ने भयो सबै कुरो लाग्ने भयो है अब ओहो उकालो बाटो छिटो छिटो हिँड्न सकिएन बिस्तारै बिस्तारै हिँड्दैछु पुरै यता चाहिँ हुसी लाग्दो रहेछ माथि डाँडामा माछा पुछ्रे ल माछा पुछ्रेलाई पनि उछ्यानेर गयो हामी ल है यो डाँडो यो बाँदर चढ्ने डाँडो होला यो ठ्याक्कै माछा पुछ्रेलाई पनि पछाडि पारेर आइयो यार हामी यार कति टाढा आइएछ यार आम्मामा ठ्याक्कै पुगिन्छ होइन त्यो गहिरोमा ल बादल हट्न लाग्यो एकैछिनमा हट्दो ओहो साह्रो मजाले देखियो तर माछा पुछ्रे पुरै देखिएन क्या थोरै मात्रै देखियो यता माथि हिमाल पहाड यस्तो आनन्दको ठाउँ यता यस्तो दामी ठाउँ यता हाम्रो यता पछाडि पनि यस्तो ठुलो डाँडो छ ओहो आकाश घुम्यो कि बादल हामी घुम्यो यार हिउँ पहिरो आछ त्यहाँ ल सर झर्ना माथिबाट झर्ना आछ यताको चाहिँ क्लासिक गम हिमाल उताको चाहिँ के भन्नु अरे ए गङ्गापूर्ण ताल छ ओहो उता पनि पुरै हिउँ जमेछन् डाँड सलल्ल पानी बगिरहेछ यहाँभित्रबाट ल म भिडियो ल गरौँ ह ल हे बलेङ ल उचाल्यो उचाल्यो आयो फोटो पनि खिचेकै ल झर्याम्मै ओए आमा नझर्दो रहेछ त्यसै त खोइ त नि नझर्दो रहेछ यो त यहाँ
यता पनि हिमाल छ। हिमालको पानी सररसँगै पारि हिमाल देखिएको छ। नयाँ बाटो सरर हुन्छ। अब पिच बाटो आयो, पिच बाटो। हिमाल हो कि पहाड हो कि के हो, कालो पत्थर देखियो बल्ल अलि राम्ररी। भित्रै छिर्यो होला भित्र छिर्यो माथिबाट ढाङ 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 हाल्यो होला नि। ओ माई गड, पुरै जाडो भयो नि त यस्तो उकालोमा पनि। कताको खोला यहाँ पुरै अँध्यारो बादल आयो, केही देखिएको छैन। हिउँ पहिरो आउँदो रहेछ यहाँ खोला। पानी उडाउने हावा चल्यो यहाँ। ओहो, अहिले 3700 मिटरमा आइयो अन्नपूर्ण बेस क्याम्प। 2 घन्टा ठ्याक्कै 3700 मिटरमा आइयो छ। ल माछापुच्छ्रे बेस क्याम्प एमबिसी 3700 मिटर। बेला यस्तरी असिना पानी पर्यो। ए राम, यस्तो जाडो बनाइदियो यार, भिजेर लुथुक्कै भिजियो नि यार। 5 मिनट ढिलो भयो, भिज्यो। ओके अनि आइपुग्न लाहा हामी अहिले। म चाहिँ अहिले माछापुच्छ्रे गेस्ट हाउस एन्ड रेस्टुरेन्ट भन्ने ठाउँमा छु। साथीहरू चाहिँ अगाडि गइसक्यो छाता ओढेर। म चाहिँ हल्का पानी रोकेपछि जाने भनेर बसेछु। पानी पनि रोकिन लाहा। पुरा यी जुत्तादेखि लिएर सबै कुरा भिज्यो नि। जुत्ताभित्र पनि पानी पस्यो। हात यति ठिरिएछ आमामा, दुइटै लट्ठी लास्ट ठिरिएछ हात। ओ आइयो बल्ल अन्नपूर्ण बेस क्याम्प। कता हो अब?